युरोपेली मुलुक नेदरल्यान्ड्सको नेपाली समुदायले बेनेलक्सका लागि नेपाली राजदूतावास ब्रसेल्सको सहकार्यमा आम्स्टर्डम शहरमा नमस्ते नेपाल फेस्टिभल आयोजना गरेको छ। गत आइतबार 22 जुनमा आम्स्टर्डमको टोल हाउस पार्कमा आयोजित नेपाल फेस्टिभलमा नेपाली कला संस्कृति झल्काउने गीत, सङ्गीत, नृत्य, खानाका परिकार र नेपाली हस्तकलाका सामग्रीको प्रदर्शन गरिएको थियो। नेपाली व्यवसायी सङ्घ नेदरल्यान्ड्स, नेपाल विकास प्रतिष्ठान, नेपाल म्युजिक फाउन्डेसन, नेपाली समाज नेदरल्यान्ड्स, नेपाल पर्यटन बोर्ड, आम्स्टर्डम नगरपालिका र नेपाली राजदूतावास लगायतका सङ्घ संस्थाको सहकार्यमा भएको फेस्टिभलमा युरोपमा नेपाल चिनाउने र त्यसबाट नेपालमा पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखिएको छ। युरोपियन युनियन र बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साल, एनआरएन नेदरल्यान्ड्सका अध्यक्ष स्थानेश्वर कँडेल, नेपाल विकास प्रतिष्ठानका अध्यक्ष शशिकान्त पौडेल लगायतको अगुवाईमा नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डमको मुख्य केन्द्र दाम स्क्वायरबाट सुरु भएको झाँकी नेपाली पञ्चेबाजाको तालमा नाचगान गर्दै कार्यक्रम स्थलसम्म पुगेको थियो। नेदरल्यान्ड्समा रहेका पर्यटकहरू र स्थानीय नागरिकले चासोका साथ हेरेको झाँकीमा नेदरल्यान्ड्समा रहेका नेपाली समुदायले परम्परागत नेपाली पोसाकमा सजिएर साथ दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजदूत सेवा लम्सालले नेपाल र नेपाली कला संस्कृतिलाई युरोपमा चिनाउन आयोजना गरिएको नमस्ते नेपाल फेस्टिभलले यहाँको नेपाली समुदायको महत्ता बढेको र नेपाल र नेदरल्यान्ड्स बीचको सम्बन्धलाई जनस्तरमा बलियो बनाउन सहयोग गर्नेछ भन्नुभयो। Geographically distant and different in landscape, our two countries share core values of peace, friendship, cooperation, mutual respect, and a deep commitment to community and society. This festival reflects a very heart of Nepal. Through music, dance, art, crafts, culture, cuisine, and traditional attire, we are proudly able to showcase our rich and diverse socio-cultural heritage in this beautiful city. आम्स्टर्डम नगरपालिकाकी उपप्रमुख हेस्तर भान ब्युरेनले नेपाल जस्तो सुन्दर देशका खुल्ला हृदय भएका नेपाली समुदायको बसोबासले गर्दा आम्स्टर्डम शहरको सुन्दरताको इन्द्रेणीलाई चम्काएको छ भन्नुभयो। Eerlijk gezegd ben ik nog steeds een beetje van aan het bijkomen hoe mooi festival het was. Het stond in het teken van verbinding, van jong en oud. Al die verschillende mensen en culturen die onze stad zo inspirerend en succesvol maken. आम्स्टर्डम नर्थकी प्रमुख एस्तर लाङ्गेदिकले सबैलाई खुला हात फैलाएर स्वागत गर्ने नेपाली समुदायले शहरलाई सहभागितामूलक र सांस्कृतिक रूपमा धनी बनाएको छ भन्नुभयो। Dat zag ik gisteren op de A10. Er zijn meer mensen waar je dit ziet en ik vind het heel bijzonder dat jullie als gemeenschap juist jullie armen, niet maar de armen sluiten, maar de armen openen naar de Amsterdamse samenleving. नेपाल विकास प्रतिष्ठानका अध्यक्ष शशि पौडेलले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको देश नेपालका नागरिकले समुद्र मुनिको देश नेदरल्यान्ड्समा आफ्नो कला संस्कृति प्रदर्शन गर्न पाउनु खुसीको कुरा हो भन्नुभयो। महत्त्वपूर्ण चाहिँ सिटीको ड्याम स्क्वायरमा पनि हामीले नेपाली झन्डा चाहिँ फरफराएर नेपालीत्व, नेपालको पहिचानको कायम र स्थापित गर्न सक्यौं। त्यसको लागि पनि यहाँहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। नेपाली महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै नेपाली कला संस्कृतिलाई उजागर गर्ने प्रदर्शनीहरू, नेपाली रैथाने स्वादका नेपाली खानाका स्टलहरू, योग र ध्यानका प्रदर्शनीका साथै चित्रकला, बालबालिका लागि मनोरञ्जनका गतिविधिहरूमा सहभागी भएर आगन्तुकहरूले मनोरञ्जन लिएका थिए। Santa